माछा भने राम्रोसँग राख्नु पर्छ मुलाको थुर्नु पर्छ गजनी पर्छ हेलो गाइज वेलकम छ तपाईँहरूलाई मेरो न्यू ब्लगमा। यो तपाईँहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै ठिकठाक छु। मेरो युट्युबमा भने यो फर्स्ट भ्लग रहनेछ। अनि त्यही हो गाइजहरू, माया गर्नुहोला, साथ सपोर्ट गर्नुहोला। अनि यो भिडियो के कस्तो लाग्छ प्लिज कमेन्ट गर्नुहोला। अनि सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। तपाईहरूको एक सब्सक्राइबले हामीलाई मोटिभेसन मिल्छ है, त्यसैले सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। आज भने हामीहरू खोलामा यसो पासा बाँच्न भन्छ है। अनि त्यही हो, साथी र म आएका छौँ। हेर्दै गर्नु होला लास्टसम्म के हुन्छ है। अनि साथीहरू पानी आला आला जस्तो छ है, मौसम एकदमै कालो भइराखेको छ। हेर्न सक्नुहुन्छ इट्स माई फ्रेन्ड। त्यही हो साथीहरू, भ्यू हेर्नुहुन्छ, कलाएर भ्यू हेर्नुहोस्, एकदम अँध्यारो भएको छ है। कहाँबाट भिडियो हेर्नुहुन्छ टक्क कमेन्ट गर्नु होला। सेटतिर हुन्छ कि स्टिउ न यार खोला हेर्न सक्नुहुन्छ। यो गाइस यो हेर्न सक्नु हाम्रो हालै अब हामीले जाल हान्न गइरहेको फाइनली गाइजहरू, हामीहरूले चाहिँ टक्क पासा दासेर अब फर्किँदैछौँ। भोलि हेरौँला है त गाइज, पर्छ कि पर्दैन भनेर। हेलो एभ्रिवान, गुड मर्निङ। आज चाहिँ नेक्स्ट डे। आज भने हामीहरूले हिजो खोलामा पासा दासेका थियौँ, हेर्न जाँदैछौँ के कस्तो हुन्छ देखाउने होला समय त। देख्न सक्नुहुन्छ बिहानको भ्यू एकदम सफा छ है। फाइनली हामी खोलामा पनि आइपुगेका छौँ, हेरौँ। फाइनली हामी खोलामा पनि आइपुगेका छौँ। अब हेरौँ है त के हुन्छ रिजल्ट। यो नि अर्कै छ कि बा, नि फुका सकभर फुकाउनुपर्छ कि यसलाई छिन्ने रहेछ बा। राम्रोसँग नाच्नुपर्छ नि, यस्तो पर्छ यता त पर्छ। फाइनली गाइजहरू, माछा भने राम्रोसँग नाच्नु पर्छ, मुलाको थुर्नु पर्छ गजनी पर्छ। डुब नछिन्के यता आगे यता खुल त ताने लाग्यो मुला माछा ल्याउँदै। ओए यस्तो नगरौँ न गाइजहरू यार। हाम्रो माछा हेर्नुहोस् गाइस, आजको फिस हन्टिङ बल्ल एउटा मरेको रहेछ। अब यसलाई के गर्ने हो तक्क लाएर कमेन्ट गर्नु होला है।
अब हामी घरतिर फर्किँदैछौँ गाइस नेक्स्ट भिडियोमा भेटौँला है त गाइस बाई बाई